होशियार कान खोलेर सुन। तिम्रो राजा चाहिन्छ, राजा हामीलाई चाहियो भनेर जो उर्लिरहेका छौँ, जो हामी उर्लिरहेका छौँ र त्यसमा कुनै एउटा व्यक्तिले आएर चाहिँ एउटा मन्तव्य दिँदै गर्दाखेरिमा चाहिँ स्वर्गबाट श्रीरामै झरेर चाहिँ मन्तव्य दिए जस्तो गरेर चाहिँ अहिले उसलाई चाहिँ पुरै मन्द मुस्कानमा चाहिँ पुरै शुभकामना दिइरहेको छौ। भगवानै जस्तो गरे, भगवानले नै बोलेको वचन बोली जस्तो गरेर तिमीले अहिले जसरी साथ सपोर्ट गरिरहेको छौ नि, हामीलाई त्यो मान्छेको आवश्यकता होइन, हामीलाई यो मान्छेको आवश्यकता छ भाइ। हामीलाई जो देश र जनताको लागि घरमा एक मुठी चामल खाएर चाहिँ देश र जनताको लागि लड्छ, न्याय सबैको लागि बराबर चाहिन्छ, सबैले समान कानुन पाउनुपर्छ, सबैले न्याय पाउनुपर्छ, सबैको समान हक अधिकार हुनुपर्छ भनेर आवाज उठाइरहेको छ नि। राजा आयो भने यो हुन्छ भनेर भनिरहेका छ नि, ती मान्छेको र अनि सच्चा देशभक्त नेपालीको साथ सपोर्ट चाहिएको, तिनीहरूको सपोर्ट चाहिएको छैन। तिनीहरूकै सपोर्ट चाहिने भने हिजो टाउको काटिने र टाउको मोल रोक्ने मान्छेहरू आज आएर देश बर्मा लुट गर्दा गरिरहेका छैनन्। भोलि यी मान्छे पनि त्यहाँ गएपछि त जनताको, हामी जस्तो जनताको हुने हालत भनेको त्यहाँ यो तिमीहरू जस्तो सुकै राजा होइन, जय श्रीराम पशुपतिनाथ शङ्कर भोलि आए पनि हुनेवाला यही हो। त्यसैले हामीलाई यो मान्छेको आवश्यकता छैन, हामीलाई यो मान्छेको आवश्यकता छ आफ्नो घरको अन्न खाएर देश र जनताको लागि म सेवा गर्छु भनेर जो हिजो आज त बोलिरहेका छन्, भिडिरहेका छन्, ती मान्छेको साथ सपोर्ट चाहिएको छ र हामीले ती मान्छेलाई साथ सपोर्ट गर्नुपर्छ। कति न ठुलो गोर्यो देश लुटेर खोक्रो बनाए यिनीहरूले होइन। तिनीहरू आफू जोगिनको लागि अब राजा त एक आउँछ, दुई आउँछ, तीन आउँछ, अब फेरि पनि हामीले गएर त्यही गएर बर्मा लुट गर्नुपर्छ। हामी राजासँग मिल्नुपर्छ। यो सोझा जनतालाई त हामी आमा छारो हालिहाल्छौँ नि। हिजो हामी चाहिँ काठमाडौँ चप्पल प्रकार छिरेको मान्छे, आज हाम्रो यत्रा मल छ, 3-4 अरबका होटल छन्, यो छन् त्यो छन्, बङ्गला गाडी एस आराम छ, अनि हामीलाई कसले सक्छ? हामी नै त्यहाँ पनि हालिमली गर्ने हामी नै हो। त्यसैले हामीले अहिले बोलिराख्नुपर्छ भन्दैखेरिमा ती मान्छेको साथ सपोर्ट गरेर चाहिँ तिमीहरू टिकटकभरि वा यसले यस्तो बोल्यो, उसले उस्तो बोल्यो भनेर भगवान जस्तो सोचिरहेको छ नि। नेभर। फेरि पनि त्यही भयो नि, जनताको हालत यही हो। यो लेखेर राख ल। जय श्री राम। बोल्दा नमिठो भावला होइन, तर सत्य भनेको यही हो कि।